हेलो गुड मर्निङ नयाँ भिडियोमा स्वागत है। र आजको भिडियो चाहिँ म तपाईँलाई एउटा यस्तो कम्प्युटर गेमको बारेमा बताउन गइरहेछु जो चाहिँ यो 21st सेन्चुरीको सुरुवातमा 2002-03देखि यसले एउटा कम्प्युटर गेमको क्षेत्रमा चाहिँ एउटा एकदमै रिभोल्युसनै ल्याएको। अब त्यति बेला त गेमको त्यस्तो थिएन है। कम्प्युटर अब के हामी त्यति बेला त अब नोकिया मोबाइलमा त साँपको गेमहरू खेल्ने होइन। अनि कम्प्युटरमा खुबै खेल्यो भने एउटा बाइकको रेस थियो, रोड रेस भन्ने, एउटा गाडीको थियो फर स्पिड है, अनि स्नुकर थियो, त्यही खेल्थ्यौँ हामी त होइन। तर 2002-03मा एउटा यस्तो गेम आयो, यसले चाहिँ एकदम एउटा रिभोल्युसनै ल्यायो क्या है। अन्त अहिलेको जेनेरेसन जो चाहिँ अब लेट 20s अर्ली 30sतिर जो छ, अन्त उनीहरू चाहिँ म एकदम 90% त्यो जेनेरेसन चाहिँ नि म ग्यारेन्टी साथ भन्छु है, यही गेमै खेलेर उनीहरू चाहिँ हुर्केको हो, पक्का खेलेको हो एकदम। यो गेम चाहिँ त्यो टाइममा चाहिँ दबाकै खेलेको यो गेम। अहिलेको जो जेनेरेसन छ 2003देखि 2010-11सम्म चाहिँ एकदम जोरदार चढेको यो गेम चाहिँ। र अब यो गेमको चाहिँ कस्तो थियो भन्दा खासियत चाहिँ यो गेम चाहिँ अब दुईवटा टिम भएर क्या, टेरोरिस्ट र काउन्टर टेरोरिस्ट भएर चाहिँ खेल्नु सक्थ्यो क्या। अन्त थुप्रो अब सपोज 10वटा कम्प्युटर छ भने 5वटा कम्प्युटरमा टेरोरिस्ट 5वटा टिम, एउटा टिम र 5जना चाहिँ अर्को टिम, त्यसरी खेल्नु सक्थ्यो क्या, टेरोरिस्ट र काउन्टर टेरोरिस्ट भएर है। र अब यो अब जो जस्तो यो गेमको बारेमा सुनेको मात्रै छ, थाहा छैन अब कतिजना मलाई अलिक उयोहरू अलिक पुरानोहरूले त सुनेको छैन गेमको बारेमा है, सुनेको मात्रै होला, तर कसरी खेल्छ देखेको छैन। र उनीहरूको लागि एउटा जानकारी र जो पहिला खेल्यो यङ जेनेरेसनहरू है, उनीहरूलाई चाहिँ एउटा जस्ट उनीहरूको याद ताजा गर्नुलाई मात्रै यो सानो भिडियो है। अहिले सुन्नु पाउँदैछु यो गेम चाहिँ अहिले अनलाइन मात्रै एभाइलेबल छ, अनलाइनमा खेल्छ अरे हो। तर त्यति बेला अफलाइन थियो खालि त्यो टाइममा, र अफलाइनमा यसको खेला बेग्लै मजा थियो यसमा क्या। अफलाइनमा आफ्नो आफ्नो टिम भएर बस्यो, एकपट्टि एउटा टिम एकपट्टि एउटा टिम बसेर साथीहरू मजाले खेल्थ्यो क्या, कराउँदै क्या। अब अहिले त ल्यान्ड के अरे अहिले त सबै अनलाइन भएको छ गेमहरू, थुप्रै छ अनलाइनमा अब गेमहरू, अहिले दामी दामी गेमहरू आएको छ है, एकदम रियल लाइफ ग्राफिक्सहरू भएको गेम्सहरू आएको छ अहिले है। अब गेम हो कि त्यो 4K को मुभी हो ठिमिनु सक्दैन कि त्यस्तो गेम आएको छ अहिले। तर त्यति बेला चाहिँ यो अफलाइन हुन्थ्यो क्या, बसेर 4-4जना 5-5जना बसेर टिम भएर हल्ला गर्दै खेल्ने गेम हुन्छ क्या। अब अहिले सबै अनलाइन छ, अनलाइनमा चाहिँ अब एक्लै बस्यो रुममा, अन्त एक्लै कराउँदै खेल्ने गेम भएको छ अहिले चाहिँ क्या। अब राति अब कराउँछ क्या रुमबाट होइन, दे आयो पछाडिबाट दे भन्ने भन्छ, के भएछ भनेर उठेर जानु भएर गेम पो खेल्दै हुन्छ। अहिले चाहिँ त्यस्तो भएको छ, अनलाइन भएर चाहिँ अब आफ्नो आफ्नो एकजना बसेर आफै कम्प्युटरमा ल्यापटपमा सबैजना खेल्ने गर्छ है। तर त्यति बेला चाहिँ यो गेमको मजै कुछ अरू थियो, एउटा रिभोल्युसन ल्याएको गेम रहेछ है। त्यो बारेमा अलिकति अब पुरानो यादहरू ताजा है हाम्रो अहिलेको जेनेरेसनलाई, जस्तै यो गेम खेलेर हुर्केर बढेको छ उनीहरूलाई एउटा उनीहरूको दिमागमा मेमोरीमा रिभाइड मात्रै जस्तो कि। र अब यो मैले भने अघि है, अघिको बमको थियो नि म्याप होइन, खालिसम्म बम मात्रै थिएछ, बम मात्रै फ्याँक गर्दै थिएन। अब यो अर्को म्याप हो, यसमा चाहिँ छुरी मात्रै छ, फेरि यसमा केही छैन, छुरी मात्रै छ हो। यता टेरोरिस्ट हुन्छ, यता अब काउन्टर टेरोरिस्ट गएर छुरीले खाना त्यहाँ साथ हो लो माऱ्यो टेरोरिस्टले एकैतालमा ज्याम्मै मैले हो। यो चाहिँ अब छुरीको मात्रै खालि, केही पाउँदैन यसमा, बमहरू केही छैन यसमा, छुरी टिप्प छुरीले हिर्काउ टेरोरिस्ट काउन्टर टेरोरिस्ट। ल ल ल ल यो चाहिँ यसरी खेल्दै छुरीको म्याप चाहिँ एउटा म्याप जस्तो थियो हो, यो चाहिँ छुरीले मात्रै, केही छैन यसमा, छुरी मात्रै। र अब यो चाहिँ अर्को गेम हो, यो चाहिँ हो, यो चाहिँ अब अर्को म्याप हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर पुरा गन्सहरू पुरा भयो। यो चाहिँ अब यसमा चाहिँ आफ्नो टिम, मेरो टिम यो भयो सिटी फोर्स, उताको चाहिँ भयो कम्प्युटर टेरोरिस्ट चाहिँ यो चाहिँ अब बटसँग खेलेको। यो चाहिँ अब केही छैन यसमा, पुरा भुइँभरि बन्दुक छ, गन मनपर्छ टिप्यो खेल्यो। मेरो टिमहरू यो कम्प्युटर टेरोरिस्ट, उता टेरोरिस्ट छ, गन टिप्दै खेल्नु पनि सक्छ। यो चाहिँ यसरी खेल्ने हो, यो चाहिँ यसरी खेल्छ है।
छुट्टै केही छैन आम्ने सामने छ हो उता गयो उतापट्टि टेरोरिस्ट यतापट्टि काउन्टर टेरोरिस्ट मेरोपट्टि घुमे गयो यति नै हो मेरो साथीहरू यो पनि दबाक्कै खेल्थ्यो है गेम यो पनि गेम पनि आइस वर्ल्ड हो त्यसो गरी बम फ्याँकेर यो चाहिँ यसरी खेल्थ्यो गेम है खेलेर हो त्यहाँबाट यो चाहिँ है यो चाहिँ आइस वर्ल्ड हो यो चाहिँ गन्टिपै खेल्यो सिधा सिधै गयो माऱ्यो खेल्यो उता पनि सिधै आउँछ यता पनि सिधै गयो यहाँनिर आम्ने सामने भेट भएको छ अब यो चाहिँ हो अर्को म्याप है यो चाहिँ हो बम प्लान्ट यसमा चाहिँ बम प्लान्ट गर्नुपर्छ क्या यसमा चाहिँ के हुन्छ भन्दाखेरि टेरोरिस्टले चाहिँ एउटा स्पट हुन्छ क्या त्यसमा चाहिँ गएर बम प्लान्ट गर्छ क्या अनि काउन्टर टेरोरिस्टले गएर चाहिँ त्यो बमलाई चाहिँ डिफ्युज गर्नुपर्छ यहाँ छ बम प्लान्ट गर्ने एउटा जग्गा यहाँ चाहिँ यिनीहरूले बम प्लान्ट गर्छ टेरोरिस्टले त्यहाँ चाहिँ अब सिटी फोर्सको काम चाहिँ तिनीहरूलाई डिफ्युज गर्ने हो यसरी यो बम प्लान्टिङ म्याप हो यसलाई अब टेरोरिस्टको अड्डा चाहिँ यहाँ हुन्छ क्या एउटा पोइन्ट यहाँ छ पम्प प्लान्ट गर्ने पोइन्ट एउटा यहाँ छ एउटा अघि देखाएँ मैले होइन त्यहाँ चाहिँ यिनीहरूले पम्प प्लान्ट गर्छ टेरोरिस्टहरूले क्या त्यो चाहिँ अब हामीले काउन्टर टेरोरिस्टले चाहिँ गएर त्यसलाई डिफ्युज गर्नुपर्छ यो ठुलो म्याप हो त्यसलाई चाहिँ अब यसमा त्यस्तो हुन्छ खोज्दा हुन्छ कि एउटा मैले जस्ट एउटा आइडियाको लागि बताइदिएँ तपाईँहरूलाई है यो चाहिँ अब बम प्लान्टिङ म्याप हो यसमा चाहिँ टेरोरिस्टहरूलाई खोजेर चाहिँ यहाँ छ बम प्लान्टिङको साथी मारेछ एकजना र यो चाहिँ फेरि अर्को म्याप हो है डस्ट ट्यु पनि यो गेम यो म्याप पनि दबाक्कै खेल्ने हो यो चाहिँ डस्ट ट्यु भन्छ यसलाई चाहिँ है यो पनि बम प्लान्टिङै हो यसमा पनि त्यस्तै बम प्लान्टिङको उयो छ बम प्लान्टिङ एउटा यहाँ छ स्पट हो त्यहाँ गएर बम प्लान्ट गऱ्यो भने चाहिँ टेरोरिस्टले आएर बम प्लान्ट गर्छ मारे ढाडमा बम बोकिरहेको छ ऊ टेरोरिस्टहरू आयो यसरी यो चाहिँ अब यहाँनिर गएर म्यापमा गएर चाहिँ खेल्ने नि त अब टेरोरिस्टको आफ्नै जग्गा स्पट सिटीको आफ्नै जग्गा हुन्छ है यहाँनिर चाहिँ अब एउटा बम प्लान्टिङ स्पट यहाँ छ सायद कता छ यहाँ छ बम प्लान्ट गर्ने अर्को जग्गा यहाँ छ है मेरो साथीहरू यहाँ छ यसरी ठुलो म्याप छ यो यसरी खोज्दै जाने हो अब कहाँ पुग्यो अर्को यो चाहिँ डस्ट ट्यु यसरी खेल्ने गेम चाहिँ है बम प्लान्टिङको चाहिँ यो हो अब यो चाहिँ अर्को गेम हो यो अर्को म्याप हो यो चाहिँ है यो चाहिँ डेल्टा असल्ट भन्थ्यो क्या के छ वान अफ द पपुलर म्याप्स हो अन्त यसमा चाहिँ अब यो चाहिँ अब अघि बम प्लान्ट हेर्नुभयो अघिको त्यो छुरीको बमको फाइट सबै हेऱ्यो नि है बम उयो प्लान्ट गर्ने पनि हेऱ्यो त्यो छुरीको हेऱ्यो अब यो चाहिँ हस्टेज रेस्क्यु गर्ने हो चाहिँ अब यो म्याप चाहिँ हस्टेज रेस्क्यु गर्नुपर्छ यो टेरोरिस्टहरू चाहिँ भित्र हस्टेज बनाएर राखेको छ कि तिनीहरूलाई चाहिँ गएर चाहिँ रेस्क्यु गर्नुपर्छ अब यहाँ पस्यो एउटा ए यी रहेछ सबैजना अब जित्यो दुईजना मऱ्यो भित्र हस्टेज हुन्छ म देखाउँछु अब मेरो साथीहरू जाँदैछ भित्र हस्टेज रेस्क्यु गर्नु गएको टेरोरिस्टहरूले चाहिँ भित्र चाहिँ हस्टेज बनाएर राखेको छ तिनीहरूलाई चाहिँ गएर निकाल्नुपर्छ त्यो निकाल्यो भने चाहिँ राउन्ड जितिहाल्यो अब यहाँबाट भित्र राखेको हुन्छ क्या हस्टेज मेरो साथीहरूले माऱ्यो दुईजनालाई त्यो माऱ्यो पनि सकिहाल्यो तर मार्नु सकेन भने चाहिँ अरूले मार्दै गर्छ हो एकजना चाहिँ गएर चाहिँ हस्टेजलाई रेस्क्यु गरेर निकाल्यो भने त्यो पनि राउन्ड जितिहाल्छ हस्टेज चाहिँ कहाँ राखेको छ म देखाउँछु
हस्टेज चाहिँ कहाँ राखेको छ भने नि अरे अरे अब अर्को अब यो हस्टेज चाहिँ कसरी यसलाई रेस्क्यु गर्छ कि त्यो म बताउँछु ल हस्टेज रेस्क्यु गरेपछि पनि राउन्ड जित्नु सक्छ अब यो चाहिँ कसरी चाहिँ अब रेस्क्यु हुन्छ रेस्क्यु गरेर पनि राउन्ड जित्नु सक्छ एउटा बाहिर कुद्यो अरे गाडी लगाएको बज्दैछ तिन छेटेर छ कि दैलो बोल्दैछ त्यो हस्टेज भएको रुमको दैलो बोल्दै छैन कि तिन छेटेर झर्ने बित्तिकै मारिदिन्छ हो अर्को टेरोरिस्ट यहाँ छ फेरि एउटा यहीँ छ भित्र यहाँ छ हस्टेजहरू यसरी पनि छ अहिले चल्दैछ उसको अन्य अब कहाँबाट हिँड्छ नि हुन्छ फेरि गोली हान्दैछ पनि यहाँ रहेछ अब यहाँनिर उयो पनि छ नि यसको टिभी पनि छ भित्र हेर्नु सक्छ स्क्रिनबाट क्या भित्र के हुँदैछ कहाँ छ टेरोरिस्ट लोकेसन यहाँ टिभी पनि छ क्या यसरी पनि हेर्नु सक्छ एङ्गलबाट क्यामेरा छैन त सबै देखाउँछ अहिले भित्रको हो यही छ कि छैन यसरी अब यसलाई चाहिँ यसरी हस्टेज निकाल्नुपर्छ हो अब यो हस्टेज निकालेर चाहिँ यहाँनिर दैलो छ ब्याकडोर हो यसरी ब्याकडोर निकाल्नुपर्छ यो हस्टेज आउँछ पछि यहाँ पर रेस्क्यु जोन छ जहाँनिर आउँछ अब यहाँनिर तपाईँ जहाँ गति आउँछ नि पछि बिचरा डक्टरहरू हो कि प्रोफेसरहरू को हो पनि हस्टेज जानु लागेको छ तपाईँले जम्प गरे पनि गर्छ जम्प सँगसँगै ए जहाँ गयो त्यहाँ आउँछ नि अब ए यसरी हाल्नुलाई चाहिँ लगेर सेफ जोनमा लगेर राख्नुपर्छ त्यहाँ पुऱ्यायो भने राउन्ड जितिहाल्यो यहाँबाट लग्यो होइन यी रहेछ हो ए अब यिनीहरूलाई यहाँ निकाल्नुपर्छ यो सेफ जोन चाहिँ यहाँ निकाल्नु सक्यो र चाहिँ यसरी खेल्थ्यो है अब है ल यो फेरि अर्को म्याप हो है यो म्यापमा चाहिँ के हुन्छ भन्दाखेरि पुरै यो स्नाइपर राइफल चाहिँ पुरा भुइँभरि हुन्छ यसलाई टिप्यो पुग्यो अगाडि होइन उतापट्टि छ अगाडि चाहिँ उतापट्टि टेरोरिस्ट छ यतापट्टि सिटी फोर्स छ हो हामी 3 जना छौँ उनीहरू 5 जना छ हामी सिटी फोर्स 3 जना छ हो उनीहरू 5 जना छ हो अब यसमा चाहिँ उयो केही छैन बम काम गर्ने पनि छैन हस्टेज पनि छैन यसमा चाहिँ जस्ट निस्क्यो उता बसिरहेको छ सिधै आरपार कि लडाइँ हरेन हरेन यसरी लडाइँ त्यसरी हुन्छ आरपार कि लडाइँ हुन्छ क्या
सबैले हिर्काइदिनु। अब यो गेम चाहिँ यसरी खेल्थ्यो है। यो अब एकदम यो चाहिँ भयङ्करै यसले चाहिँ रिभोल्युसनै ल्याएको गेम रहेछ क्या। हिर्काएँ यसरी खेल्थेँ। आशा छ यो गेम्सको बारेमा तपाईँलाई केही जानकारी अवश्य नै मजा लाग्यो होला है। साह्रै मजाको गेम हो यो र पुरानो जति पनि छ जेनेरेसनको खेल्नेहरू अहिलेको अब लेट 20sमा अघि भने लेट 20s अर्ली 30sमा जो छ उनीहरूलाई सायद यो पुरानो यादहरू पनि ताजा भयो है। आजलाई यति नै। हवस् त आजलाई यति नै है। भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गर्ने है। फेरि अर्को भिडियोमा फेरि भेट हुनेछ। त्यति बेलासम्मलाई बी ह्याप्पी स्टे ह्याप्पी टिल नेक्स्ट टाइम। धन्यवाद। थ्याङ्क यू भेरी मच।